हाई के छ खबर सबैजना नमस्ते है। अहिले चाहिँ यो टिकटकमा चाहिँ आफ्नो बच्चालाई छोडेर विदेश जाने अनि त्यहाँबाट मतलब छोडेर जानुपर्ने बाध्यता कतिको छ नि त। अनि त्यहाँबाट कति धेरै भिडियोहरू देखेँ कि अनि मलाई पनि बनाउनु मन लाग्यो है। अब सबैले छोडेर जानुभएको अब यस्तो यस्तो छ कन्डिसन भनेर कुरा गर्नुभयो है। हाम्रो चाहिँ हामी सानो म 10 वर्ष थिएँ मम्मीले हामीलाई छोडेर विदेश जाँदाखेरि है। मेरो बहिनी 8 वर्ष भाइ 4 वर्ष थियो क्या। अनि त्यहाँबाट त्यो समयमा मम्मीलाई कति गाह्रो भयो होला, त्यो छुट्टै पार्ट होइन। मम्मीलाई बुवा यता हुनुहुन्थ्यो, मम्मी विदेश हुनुहुन्थ्यो, त्यो आफ्नो आफ्नो पार्ट है। अनि त्यहाँबाट मम्मी बिचबिचमा आउने जाने त गर्नुभयो, तर मम्मी चाहिँ जानुभयो। म दसैँ गएँ समयअनुसार आफूलाई गर्न सक्ने कुराहरू गर्दै गयो होइन। समय बित्दै गयो, मम्मी आउने जाने यताउता गर्नुभयो। अब 1 महिना 1.5 महिनाको छुट्टी यताउता गर्दा कति चाँडै सकिन्छ। अनि त्यस्तो हुँदाहुँदै अब अनि म फेरि पहिल्यैदेखि अलि ठुलो मतलब ज्यानमा ठुलो अनि घर व्यवहार गरेर बसेको। अनि त्यहाँबाट 16-17 वर्ष हुँदादेखि नै धेरै मान्छेहरू चाहिँ माग्न आउने, बेको कुरा गर्ने मान्छे नि ठुलो अनि जेठी छोरी भएर नि होला सायद है। माग्न आउने यताउता धेरै कुराहरू आउँथ्यो। अनि त्यहाँबाट मम्मी आउने जाने भए पनि अब मम्मीसँग त्यस्तो धेरै टाइम स्पेन्ड गर्न नपाउने नि त। यताउता गर्दाखेरि गयो टाइम, अनि जाने टाइम गयो भन्दा नि। अनि त्यहाँबाट म ठ्याक्क मेरो 20 वर्ष हुँदाखेरि चाहिँ मेरो बिहे भएको हो। मम्मी आउने जाने गर्नुभयो, सबै कुरा भयो। अनि त्यहाँबाट अब बिहेको कुरा फिक्स भएपछि मम्मीको फेरि बिदा नमिल्ने जस्तो भएर कस्तो टेन्सन भएको थियो कि त्यतिखेर पनि। अनि त्यहाँबाट मेरो बिहेको लागि सबै सपिङहरू अलमोस्ट सबै म आफैले गरेको हो। अब हाम्रै बुवा भाइ बहिनी म भएर अलमोस्ट सबै है। अनि अर्गनाइजहरू सबै आफैले गरेको हो, सबै A to Z अलमोस्ट 95% चाहिँ आफैले गरेको हो क्या। मम्मी आइपुग्नु भयो मेरो भोलिपल्ट बिहान बेलुका 4 बजेतिर आइपुग्नु भयो है। मम्मीलाई कति गाह्रो भएको थियो होला। अब आफ्नो जेठी छोरी अब जे जेठी कान्छी जे भने जेठी छोरीको इन्गेजमेन्ट। अनि त्यहाँबाट त्यो इन्गेजमेन्ट नै आउनु पाउनु भएन। अनि बिहेको पनि अघिल्लो दिन 4 बजे बेलुकातिर आइपुग्नु भएको थियो क्या। अनि त्यहाँबाट बिहेको अब बेसै भयो अनि सबै कुरा भयो। अब मम्मीलाई भने नि हामीले 95% त सबै आफैले गरेको हो। अनि त्यहाँबाट सबै कुरा भयो। अनि फेरि बिहे पनि भयो। बिहे भएपछि अब बिहेको यतापट्टि आफ्नो घरमा त आउनु पऱ्यो, बस्नु पऱ्यो। अनि आएपछि तर मेरो आउने जाने चाहिँ धेरै यताउता गरिरहेको हुन्थेँ, यता मात्रै बस्नुपर्छ भन्ने थिएन, यताउता गरिरहेको हुन्थेँ। अब अनि मम्मी जानुभयो। मम्मी जानुभएपछि अब फेरि अब बिहे भयो, यताउता गरियो म फेरि। अनि मम्मीहरू जाने म विदेश जाने पालो आयो है। अनि म गएँ अनि फेरि मम्मी आउने हुनुभयो। अब म जाने अनि म गएको कति 2 वर्ष कति वर्षपछि बहिनीको पनि बिहे भयो। मम्मी पनि फाइनल आउनुभयो अनि बहिनीको बिहे भयो, बहिनी पनि गई। अनि बहिनी गएपछि बहिनीको पनि विदेशमै बस्ने उसँग ज्वाइँसँग बिहे भएको हो। नानी बहिनी पनि विदेश गई 2-4 महिना बसेर। अनि मम्मी नेपाल यसो 1-2-3 वर्ष, भाइलाई त 4 वर्षमा छोडेर जानुभएछ। 4-5 वर्ष 3-4 वर्ष कति भाइसँग बस्नु पाउनु भएको थियो। फेरि भाइ पनि विदेश गइहाल्यो। अनि यत्रो अब हाम्रो लागि दुःख गर्नुभएको सबै कुरा हामीले देख्यौँ होइन। सबै कुरा थाहा छ नबुझिकन सबै कुरा त्यो कति गाह्रो त्यो मम्मीको स्ट्रगल, बुवाको स्ट्रगल अनि हाम्रो स्ट्रगल हामीलाई थाहा छ। त्यो देख्नेले देखेको नि अब भन्दै हिँड्न त परेन है। तर अब अहिले चाहिँ हामीलाई के हुन्छ भने हामीलाई मम्मीसँग बसेर कहिल्यै पनि पुग्दैन के। अब मम्मीहरू उता पनि आइरहनुहुन्छ। अनि यता नि हामी आइरहौँ 2-3 चोटि भयो आएको। अब जति भए पनि बसेरै पुग्दैन क्या। अब फेरि यो सधैँ अब यस्तो पनि हुँदैन, बसेरै पुग्दैन। अब सधैँ बसिरहन पनि मिल्दैन, हामीलाई पुग्छ न हामीलाई पुग्छ कि। अब त्यो ल मम्मी खै अब त्यो हुँदैन, कहिले पनि बसेरै पुग्दैन। अनि हामीहरू पनि साथीहरू जस्तै छौँ कि कुराहरू धेरै गर्ने मिल्ने। मम्मी 17-18 वर्ष हुँदाखेरि म जन्मेको अरे। अनि त्यो स्ट्रगल त्यो सबै कुरा देख्दै पनि अब समय हुँदा पैसा भएन, पैसा हुँदा समय भएन। त्यही भएर यदि तपाईँहरूको मिल्छ भने सबै राम्रो छ। यदि पैसालाई नहेरेर आफूलाई खाना लाउनु पुगेर चाहिँ तपाईँहरूलाई आफ्नो बच्चा आफूसँग राख्न मिल्छ भने चाहिँ राख्नुहोस् है। यो समय कहिले पनि अब सधैँ हामी यस्तै हो, मम्मीहरू यताउता गरिरहनुहुन्छ। अब 3 जना छौँ, एक दिन यता गर्दाखेरि समय जान्छ, कहिले पनि बसेर पुगेन क्या मम्मीसँग। सो यस्तै हुन्छ समय। यदि मिल्छ भने चाहिँ सँगै राख्नु, सँगै लैजानुहोस् या सकेसम्म है। नसक्ने त अब हाम्रो पनि त्यतिखेर सिचुएसनै त्यस्तै थियो, त्यही भएर जानु परेको हो मम्मी। तर यदि मिल्छ भने चाहिँ यो टाइममा चाहिँ पैसा भन्दा नि सन्तानलाई हेर्नुहोस् है। थ्याङ्क यू फर वाचिङ।